आएछन् अहिले मलाई फसाउँदैछन् भन्ने मैले सबैतिरबाट थाहा पाएँ। सबै साथीहरूले सालिक तँलाई फसाउँदैछन् तँ के गर्छस् अब भनेर क्वेसन गर्न थालेँ। त्यसपछि मैले यो डिसिजन लिएँ, मलाई माफ गरिदेऊ सम्झना। करोडौँको सम्पत्ति छ मैले जोडाएँ, तिम्रो त्यसमा सहयोग त छ, तर मैले धेरै दुःख गरेँ थियो होला सम्झियो। रातभरि सेक्युरिटी अफिस हुँदै काम पाइन्थेँ, तर रविलाई पनि छाने तिमीलाई एक दिन पाप लाग्छ। तिमी जस्तो अधर्मी यो देशमा कोही छैन। दुनियाँलाई थर्का छौ, लुटेका छौ, कति छौ, करोडौँको गुफ लिया छौ। मलाई भनिस् भने मारिदिन्छु भन्थ्यौ। रविलाई पनि छाने तिमीलाई एक दिन पोल्नेछ त पैसाले, याद गर। यति पोल्छ नि रवि, यति पोल्छ। मलाई पहिलाको 18,000 दिएर तिमी करोडौँ कमाउँथ्यौ। तिमीलाई यति पोल्छ रवि, तिमी जस्तो भ्रष्ट, तिमी जस्तो अरू कहिले पनि वर्ग दिँदैन नसक्ने मान्छे यो देशमा कोही छैन। रविका अन्धभक्तहरूले केहीले भन्लान् रवि राम्रो हो भनेर, तर रविको असली रूप देखिन अझ केही वर्ष लाग्छ। अहिले रविले सिधै आफूले पैसा लिँदैन, वेलकम मार्फत जुन वेलकम एडभर्टाइज गर्छ सिधा कुरामा, त्यसले पैसा उठाउँछ। त्यसको केही प्रमाणहरू मसँग अहिले पनि छन्।